नमस्ते सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज म आइगएँ अर्को भिडियो लिएर। आज म बनाउने वाली छु चाउमिन। म आफ्नै तरिकाले बनाउने हुँ, एकदम सिम्पल तरिकाले। सबै पहिले त म गरम पानी राखिदिउँ यहाँ। ये गरम पानीलाई 5-10 मिनट यसलाई उमाल्यौँ। यहाँ हाल्यौँ हल्दी और यहाँ 1 स्पून तेल। ये पानीलाई उमल्लो दिनौँ फर्स्ट। तन्ज्यासम्म म तमा हाल्लालाई साग तरकारी काट्टौँ। पहिले त म क्याप्सिकम काट्यौँ। मैले 1 क्याप्सिकम हालेको छु। पछा 1 गाजर। ये पछा म गाजर काट्यौँ। यसलाई एकदम पतलो और लम्बा लम्बा काट्नु पर्यो पहिले। पछा पत्ता गोबीलाई सेम साइज गरेको छु। अब मेरो यो जो तरकारी हाल्लो हो सबै तयार भइगयो। यसलाई मैले एक भाँडामा राखिदिएँ। अब म काट्यौँ प्याज। यसमा मैले 2 प्याज हालेको छु। यही प्याजलाई जब मैले साग काटेको छु तसरी काट्टो लाग्छ प्याजलाई म तसरी काट्यौँ। पछा मेरो यो प्याजलाई भइगयो। अब यसमा मैले 3-4 मिर्ची हालेको छु। यसलाई लामो लामो काटेको छु। अब मेरो पानीलाई उमल्यो। अब यसमा मैले चाउमिन हालेले यसलाई 2-3 मिनट उमल्नु दिनु पर्यो, निक्केरी बोइल हुन दिनु पर्यो। अब यो तयार भइगयो, यो उमल्या हो। अब यसलाई म सुकाउनु पर्यो पहिले। यसको जो पानी रहेको छ ठेक त्यो पानी निकाल्नलाई मैले एक छन्नीमा हाल्नु लाग्छु छु। यो छन्नीमा म हालेर यसको पानी सबै सुकान्यो सबै पहिले। अब यो पानी जति नितर्यो अझ बाँकी छ ठेक मन तपाईँलाई यसमा राखेको छु कडाईमा। अब मैले यसमा ठन्डा हुनालाई यसमा हालेको छु। अब यो माथिमा म 2 स्पून तेल हाल्यौँ। क्या है भने यो तेल नहाल्यो भने एकदम गाँठा गाँठा बाँधिदिनान् तपाईँलाई। यसलाई अब यसमा हालेर यो सबै जो तेल हालेको थिएँ त्यो सबै मिक्स हुनालाई मैले स्पुनको आधारले यो फैलाउन लाग्छु छु। अब यसलाई भइसक्यो मेरो एकदम अलग अलग भइगयो। अब ठन्नीलाई गयो। अब गाँठा पड्ने सम्भवलाई नै थिइन। अब यसमा म हाल्यौँ 2 डाडो तेल। अब यो तेलमा मैले अगाडि जो मिर्ची काटेको थिएँ त्यो मिर्ची प्याज और यो साग पहिले यो मिर्चीलाई हालेर मिर्चीलाई थोक्काइ हुन दिनु पर्यो। पछा यसमा म प्याज हाल्यौँ। अब यो प्याजलाई थोक्काइ फ्राई हुन दिनु पर्यो। यसलाई भयो। अब यो माथिमा म साग हाल्यौँ। धेरै पकाउन नै पर्यो, यसलाई हल्का पकाउनु पर्छ। धेरै पकायो भने साग जसो हुन्छ, तर आधा पकाउनु पर्छ कि यसलाई तब। अब यसलाई भइसक्यो। यो साग तरकारीलाई सब भयो। अब मैले मसला हाल्नु बाँकी छ। म पहिले नुन हाल्यौँ। पछा मिर्ची पाउडर, हल्दी पाउडर यसलाई मिक्स गरिदिउँ पहिले। पछा यो चाउमिनको मसला सेपरेट राखेको छौँ। यो चाउमिनको मसला मिक्स गरिदिउँ। अब यसलाई मिक्स गरे पछा यसलाई भइगयो। अब यो मिक्स त यसलाई भइगयो। अब यसमा अब 2 मिनट लागि यो म राखेको छु प्लेट। अब भयो यो चाउमिन। अब म यसमा मिक्स गर्दछु यसै सागमा सबै तयार भइगयो। अब यसमा मैले हाल्दछु अब यो सस, चिल्ली सस, टमाटो सस यो सबै मैले यसमा मिक्स गरिदिउँ। अब मेरो यो चाउमिन तयार भइगयो। मैले सबै मिक्स गरेर भइसक्यो छ मेरो चाउमिन। मेरो आफ्नै बनाउने तरिका, मेरो कुकिङ च्यानल। म आफ्नै तरिकाले बनाउनु छु। तँलाई कसो लाग्यो मेरो बनाउने तरिका चाउमिन? सबैको आफ्नो तरिका हुन्छ। म यसरी बनाउन छु। धन्यवाद।